एक्लै भएर है हजुर आपाहरू कहाँ गयो आफूहरू त अघि निस्किँदाखेरि त घरमै थियो अनि कहीँ जान्छु भनेको थिएन उयो जान्छ भने सावधान ए उल्टापाल्टी पनि चिन्दैन नि त सावधान सारीदेखि गएन अघि त गएको थिएन माथि गयो नि त आज त्यहाँ जान्छ नि सबै त्यहाँदेखि अब यहाँ नानीहरू हुँदा त आउँथ्यो नानीहरू छैन मुनिबाट छिर्छ र त्यसको धुप्नुको उयो आज दिन दिएको आशीर्वाद त फेरि लाग्छ नि कस्तो नहुनु भनेर सम्झिनुपर्छ हो कस्तो नलागोस् भनेर सोच्नुपर्छ ल उयो ठुइ गर्दैन यसको तोरी फुस्केछ माला त दामी लागेछ त सत्सङ्गले त है नेपाली फुल भएको फुलेको संस्कृति छ हजुर ए पहिलाको 12 त ए लु यहाँ पक्रायो आउँछ ए आइपुग्नु भएछ मामा आउनु है नानीको हुन्छ आउनु न मामा हुन्छ जुत्तासँग के म त न हुन्छ हौ आज त दुधैसँग बस न टिकी लगाइदिन्छ नि टिकी लगाइदिन्छ नि टिकी लगाइदिनु हातले यस्तो गर्दैन अहिले हामी हिमेचाले जस्तो गर्यो त्यस्तै दाहिने हातले हजुर यहाँ पक्रा नि एउटा सिङ्गेरा हजुर आउनु न सिधा बस्छ ल माइजू कहाँ जानुभयो माइजूको छ र माइतीहरू ए न माइजूलाई हामी बोलाउनु आँटेको थियो नि त जानुभयो अब यो अलिकति टिक टिक पार्यो ल मैले यो मात्रै बनाउँथेँ कि मैले बनाएको त्यो लु टिकटिकी गर त रातो र हरियो लगाइदेऊ हातले लाउँदा पनि हुन्छ हुन त अप्ठ्यारो भयो ढ्याप्पै हुन्छ ए मामाले खोइ माला मामा सानो हुन्छ साह्रो पर्छ छ ए यसो चिजहरू त खिचिराख्नु छ है यो 7 रङ जस्तै एकदम फुली जाओस् है मामा भविष्य राम्रो होस् है रङ्गी जङ्गी होस् उयो उभा ढोक्नुहुन्छ जोजोले लुटा त ए यहाँ लाउनुपर्छ हुन्छ त्यो उभिएर लाउँदा हुन्छ बिचरालाई उसलाई बस्नु उयो लाग्यो नि त लु खदा लाउँ तामाङको खदा हो हाम्रो हिन्दूको मखमली दुइटै मिसेको जोजोलाई लगाइदियो यस्तो यस्तो गर बिचरा लन्छ नि अब के गर ए बस न जान्छु ल होइन नि के खानुपर्छ नि कहाँ हुन्छ मिठाई सिठाई ल्याइदेऊ